Good morning, sir. Good morning, guys. Once again, good morning, sir. Once again, good morning. Isin आइरहेछ है? Yes, sir. Yes, sir. ल भर्खर यो क्लास जोइन गर्नेले सुन है त मैले बिहान 6 to 7 को क्लास नै पढाएको थिएँ त्यहीदेखि कन्टिन्युएसन है सो अघि 6 to 7 को क्लास कसैले जोइन गराएको छैन भने चाहिँ त्यसको रेकर्डिङ नै हेर्नु ल सो त्यो टपिक छुट्टै छ अब यो टपिक चाहिँ छुट्टै है त्यो चाहिँ हामीले अब रोहन सरले हैन टेक्निकल टिमको नम्बर दिनु भएको थियो सर कलै लाग्दैन त कल लागेन खै हजुर त्यसो भए त मलाई थाहा भएन है त्यसो भए किन भिडियोहरु आएको छैन रेकर्डिङ हजुर नोट्सहरु हाल्ने हजुरले हो कि नै रेकर्डिङ भिडियोहरु हाल्नु छ त्यहाँ टिमले हाल्छ टेक्निकल टिमले हाल्छ रेकर्डिङ भिडियो उता सरहरुले हाल्ने हो नोटहरु त हामीले हाल्ने हो ल सुरु गरौँ है त अब यो एकछिन माइक अफ गर है माइक अफ गर ल अब यो सेन्ट्रोइड अर्थ सेन्टर सर्कम सेन्टरहरु चाहिँ यो झ्यापझुप सकिहाल्छ खासै टाइम लाग्दैन ल मैले सुरु गरे है त सो अब हामीले मेनली पढ्न पर्ने भनेको यो चारवटा चीज पढ्न सो सेन्ट्रोइड अर्थ सेन्टर सर्कम सेन्टर इन सेन्टर हैन यो चाहिँ अब हामीले अहिले कोअर्डिनेट ज्योमेट्रीको पर्सपेक्टिभबाट पढ्नु छ हैन सो पछि अब फेरि यो तिम्रो ट्रिगोनोमेट्रीमा पनि फेरि आउँछ है अर्थ सेन्टर सर्कम सेन्टर इन आज सेन्टर बिहान तपाईको क्लास भएको थियो बिहान क्लास ल सुन यो फेरि ट्रिगोनोमेट्रीमा अर्थ सेन्टर सर्कम सेन्टर इन सेन्टर अनि फेरि अर्को नयाँ एक्स सेन्टर भन्ने नै आउँछ त्यो ट्रिगोनोमेट्री वालामा चाहिँ अर्को वाला फर्मुलाहरु हुन्छ यसमा चाहिँ हामीले पढ्ने भनेको कोअर्डिनेट ज्योमेट्री आस्पेक्टबाट है ल सो फर्स्टमा हामीले सुरु गरौँ सेन्ट्रोइडबाट ल सो अब यो सेन्ट्रोइड भनेको थाहा नै होला सेन्ट्रोइड इज द पोइन्ट अफ इन्टरसेक्सन अफ मिडियन्स अफ द ट्रायंगल भनेको सेन्ट्रोइड हैन जस्तै अब मिडियन्स भनेको थाहा कसैले ट्रायंगलको मिडियन भनेको के हो मिड पोइन्टमा जोइन गरिन्छ अपोजिट साइडबाट त्यही हो मिडियन भनेको कुनै एउटा ट्रायंगल छ यसरी हैन ट्रायंगलको यो भर्टेक्स जस्तै ए बी सी यो बी भन्ने भर्टेक्सबाट ए को मिड पोइन्टमा जोइन गर्नु पर्यो जस्तै ए को मिड पोइन्ट यहाँ छ भने ए लाई मैले यसरी जोइन गरे भने यो जुन लाइन छ नि यसले टु पार्ट्समा यसरी डिभाइड गर्नु पर्यो यसलाई मिडियन भन्छ जस्तै अब मैले ए बाट बीसी भन्ने साइडमा यसरी ड्रा गरे भने यसले के गर्नु पर्यो बीसी लाई टु पार्टमा डिभाइड गर्नु पर्यो त्यसैगरी सी बाट पनि मैले त्यो पोइन्टलाई मिडियन भन्ने भयो कि त्यो लाइनलाई मिडियन भन्ने भयो लाइनलाई मिडियन भन्छ लाइनलाई चाहिँ मिडियन भने त्यसपछि सी बाट मैले यसरी जोइन गरे भने एबी लाई टु पार्टमा डिभाइड गर्नु पर्यो सो यो जुन तीनटा लाइन छ नि जस्तै यसलाई पी मानम यसलाई क्यू मानम यसलाई आर मानम जुन यो तीनटा छ नि एपी अनि बीक्यू र सीआर यो तीनटा लाइन भनेको चाहिँ हाम्रो के भयो मिडियन्सहरु भयो बुझ्यो ठीक छ अब यो फिगरबाटै बुझौँ त्यसो भए ल हेर त एबीसी छ पोइन्ट हैन बी बाट मैले एसी भन्ने साइडमा ड्रा गरे भने चाहिँ यो पी भन्ने पोइन्ट छ सी बाट एबी मा ड्रा गरे यो क्यू अनि यसलाई आर हैन अब मिडियन भइसक्यो हुन्छ बीपी ले यसलाई टु पार्टमा डिभाइड गर्छ यसरी क्यूसी ले पनि टु पार्टमा डिभाइड गरे यसरी त्यसरी एआर ले पनि टु पार्ट्समा डिभाइड गर्ने हो हैन भनिसकेपछि यो जुन तीनटा लाइन सेगमेन्ट्सहरु छन् नि यो तीनटा लाइन सेगमेन्टहरु के भन त बीपी एआर र सीपी यो तीनटाहरु के भयो मिडियन्स भयो मिडियन्स भनेको के रहेछ बुझ्यो हैन एउटा भर्टेक्स अगाडि केही भएको छैन यो चारवटा मैले लिस्ट आउट मात्र गरिदिएको है सेन्टर अथवा सर्कम सेन्टर ल एउटा भर्टेक्सबाट अर्को साइडको मिड पोइन्टमा जोइन गर्ने जुन लाइन सेगमेन्ट छ नि त्यसलाई हामीले के भन्छौँ मिडियन भन्छौँ हैन अब यो सबै मिडियनहरु एउटा पोइन्टमा गएर इन्टरसेक्ट हुन्छ कुन पोइन्टमा इन्टरसेक्ट भएको छ हेर त यो जुन बीपी सीक्यू एआर यो तीनटै यो जी भन्ने पोइन्टमै गएर इन्टरसेक्ट भएको छ सो यदि मिडियन्सहरु एउटा सर्टेन पोइन्टमा गएर इन्टरसेक्ट हुन्छ र त्यो पोइन्टलाई भन्छ हामीले के भन्छ भन त सेन्ट्रोइड भन्छ बुझ्यो सेन्ट्रोइड सर यो सबै खालको ट्रायंगलमा हुन्छ कि इक्विलेटरमा मात्र हुन्छ सबै ट्रायंगलमा हुन्छ सबै ट्रायंगलको सेन्ट्रोइड मिडियन्सहरु एउटा पोइन्टमा गएर इन्टरसेक्ट हुन्छ र त्यो पोइन्ट अफ इन्टरसेक्सनलाई के भन्छ हामीले सेन्ट्रोइड भन्छ सबै ट्रायंगलमा हुन्छ है यो जेनरल सबै ट्रायंगलको लागि एप्लाई हुने कुरा हो बुझ्यो हस् सर ल अब हामीले सेन्ट्रोइड निकाल्ने फर्मुला पढ्नु पर्यो यो फर्मुला आज थाहा नै होला जस्तै अब ए को कोअर्डिनेट छ लेट्स से x1, y1 बी को कोअर्डिनेट छ लेट्स से x2, y2 र सी को कोअर्डिनेट के छ भन त x3, y3 र अब हामीले सेन्ट्रोइड निकाल्नु पर्यो र सेन्ट्रोइडको नोटेसन चाहिँ जी हुन्छ है नोटेसन चाहिँ याद गर्नु पर्यो ल
सो सेन्ट्रोइड जी ल भन त सेन्ट्रोइड निकाल्ने फर्मुला के हुन्छ याद छ x1 plus x2 plus x3 by 3 y1 plus y2 plus y3 by 3 x1 plus x2 plus x3 divided by 3 अनि y1 plus y2 plus y3 divided by 3 यही है त सेन्ट्रोइड सिम्पल छ यो खासै गराउनु नि पर्दैन होला यसको क्वेसन त हैन तीनटा कोअर्डिनेट दिएको छ नि ट्याक्कै y1 plus y CPAR अनि CQ हो कि CP हो CP के लेखेँ मैले बीपी एआर अनि सीपी हैन सीक्यू सरी सीक्यू है मेरो मिडियम छ अनि जी भनेर सेन्ट्रोइड भयो ल भयो हैन यहाँसम्म सेन्टर निकाल्ने त जेनरली सोध्दैन यो त सजिलो हो अब मेन आउने भनेको सर्कम सेन्टर अनि अर्थ सेन्टरबाट क्वेसन आउने अलिक त भयो अगाडि बढौँ स्क्रिनशट लिएर त छिटो सर ल यो चाहिँ आज चाहिँ सक्नुपर्छ है जस्तै नि त्यही भएर अलिकति मैले फास्ट लगिरहेको छु ल अब आउँछ अर्थो सेन्टर सो के अर्थो सेन्टर भन्दाखेरि अर्थो सेन्टर इज द पोइन्ट अफ इन्टरसेक्सन अफ द परपेन्डिकुलर्स ड्रन फ्रम द भर्टिसेस टु अपोजिट साइड दैट इज एल्टिट्युड अर हाइट सो बेसिकली के भन्न खोजेको भन्दाखेरि नि जस्तै यहाँ यसरी एउटा ट्रायंगल छ हैन सो यो ए यो बी यो सी तिमीले के गर्नु पर्यो ए भन्ने साइडबाट बीसी मा परपेन्डिकुलर ड्रप दिनु पर्यो सो ए बाट बीसी मा मैले यसरी परपेन्डिकुलर दिए अनि लेट्स से यसलाई मैले एक्स वाइ मा यसो दिएको छु भने मैले ए एक्स लाई हाइट भन्न मिल्छ हो कि नै हाइट भनेको के हो एउटा भर्टेक्स बाट अर्को साइडमा परपेन्डिकुलर भनेको त हाइट हो एक्स कि ए यार ए नाम हो के जे दिए नि हुन्छ मैले पोइन्ट दिएको हो के बुझ्यौ यो त नाम जे दिन मिल्यो सर हजुर हजुर कसले बोलाएको बोलेन ल सुन सो मैले के गरे ए भन्ने पोइन्टबाट फेरि बुझाइदिउँ न सुन ए भन्ने पोइन्टबाट बीसी मा परपेन्डिकुलर दिए मैले बुझ्यौ भन्छ यो ए एक्स लाई हाइट भन्छ अथवा एल्टिट्युड नि भन्छ है बुझ्यौ एउटा भर्टेक्सबाट अर्को साइडमा परपेन्डिकुलर दियो भने त्यो परपेन्डिकुलरलाई अल्टिट्युड नि भन्छ हाइट नि भन्छ त्यसैगरी अब मैले बी भन्नेबाट फेरि बी यसरी परपेन्डिकुलर एसी भन्ने साइडमा सो यसलाई मैले वाइ माने सो यो बीवाई पनि हाइट हो है ट्रायंगलको लागि बुझ्यौ भन्छ एउटा भर्टेक्सबाट अर्को परपेन्डिकुलर अर्को साइडमा परपेन्डिकुलर दियो भने त्यसलाई अल्टिट्युड नि भन्छ हाइट नि भन्छ भनिसकेपछि अब अर्थो सेन्टर भनेको चाहिँ जुन यो परपेन्डिकुलर्सहरू हुन्छ नि जस्तै मैले सीबाट नि परपेन्डिकुलर दिएँ यसरी ल सीबाट पनि मैले यसरी परपेन्डिकुलर दिएँ लेट्स यसलाई जेड माने भनिसकेपछि अब हेर है त मैले के को इन्टरसेक्सन हेर्दैछु ए भन्नेबाट बीसी मा परपेन्डिकुलर दिएँ यसरी बीबाट मैले एसी मा परपेन्डिकुलर दिएँ र सीबाट एबी मा परपेन्डिकुलर दिएँ सो यो तीनटै परपेन्डिकुलर्सहरू एउटा पोइन्टमा गएर इन्टरसेक्ट हुन्छ त्यो पोइन्ट भनेको ओ र जुन त्यो ओ भन्ने पोइन्ट छ नि ओ भन्ने पोइन्टलाई हामीले अर्थो सेन्टर भन्छौँ बुझ्यौ ओ भन्ने पोइन्टलाई हामीले अर्थो सेन्टर भन्छौँ र फिगरमा पनि देख्न सक्छौ ए बाट ए बीसी मा परपेन्डिकुलर दिएको छ त्यसैगरी हामीले एसी जुन ए बाट बीसी मा दियौँ हैन त्यसरी सीबाट एबी मा परपेन्डिकुलर दिएको छ भनेपछि यसलाई मैले अहिलेको लागि एक्स अहिलेको लागि वाइ अहिलेको लागि जेड सो जुन यो सीवाई यसलाई म यस्तो भन्छु ल त एएक्स सीवाई र बीजेड यो तीनटा परपेन्डिकुलर छ नि यिनीहरूको नाम के हो थाहा छ यिनीहरूलाई एल्टिट्युड नि भन्छ एल्टिट्युड नि भन्छ र हाइट नि भन्छ है यिनीहरूको अर्को नाम चाहिँ याद गरेर सो एल्टिट्युड हाइट अथवा एउटा भर्टेक्सबाट अर्को साइडमा दिएको परपेन्डिकुलर तीनटाको इन्टरसेक्सन भनेको हाम्रो के हो अर्थो सेन्टर हो जुन यो ओ भन्ने पोइन्टमा इन्टरसेक्ट भइरहेको छ त्यो भनेको अर्थो सेन्टर हो बुझ्यौ खोइ बुझ्यौ मिड पोइन्टमा भयो भने सेन्टर बाँकी ठाउँमा भयो भने अरे को यस्तो साह्रो बजाउने ल सुन त्यही हो के अरे तिम्रो मिडियनको इन्टरसेक्सन छ भने मिडियन हुन के हुनु पर्यो उता गएर मिड पोइन्टमा एकछिन माइक अफ गर न हौ म को अहिले म क्लासबाट निकालिदिन्छु नि धेरै हल्ला फेरि अघिदेखि माइक म्युट अफ गर भन्दैछु म झन् ल सुन अर्को साइडको मिड पोइन्टमा गएर जोइन भएको छ नि मिडियन तिनीहरूको इन्टरसेक्सन सेन्ट्रोइड एउटा साइडबाट अर्को साइडमा परपेन्डिकुलर दिइरहेको छ सो त्यो परपेन्डिकुलरको इन्टरसेक्सन भनेको चाहिँ के भयो अर्थो सेन्टर भयो बुझ्यौ सर डिस्प्ले कसरी हाइट भयो ए तिनीहरूको नाम नै हाइट हो कि एउटा साइडबाट एउटा भर्टेक्सबाट अर्को साइडमा परपेन्डिकुलर दियो भने तिनीहरूलाई अल्टिट्युड नि भन्छ हाइट नि भन्छ कि बुझ्यौ त्यही भएर इक्जाममा द इन्टरसेक्सन अफ एल्टिट्युड भन्यो भने नि तिमीले त्यसले के भन्नु पर्यो अर्थो सेन्टर भन्नु पर्यो द इन्टरसेक्सन अफ हाइट भनेर आयो भने त्यसलाई अर्थो सेन्टर भन्नु पर्यो अथवा द इन्टरसेक्सन अफ परपेन्डिकुलर्स ड्रन फ्रम वान भर्टेक्स टु अनदर साइड भन्यो भने त्यो नै अर्थो सेन्टर भयो कि बुझ्यौ एल्टिट्युड भन्न मिल्छ एवाई हैन एवाई लाई एल्टिट्युड भन्न मिलेन
ए देखि BC मा परपेन्डिकुलर कुन छ AX लाई एल्टिट्युड भन्यो त्यसै गरी B देखि CA मा परपेन्डिकुलर के दिएको छ Z BZ पनि परपेन्डिकुलर हो त्यसै गरी C देखि AB मा परपेन्डिकुलर कुन छ CY सो CY भनेको नि हाम्रो एल्टिट्युड अथवा हाइट भयो के त सिम्पल छ है यो धेरै हजुर सबै C देखि A सम्म पनि अनि परपेन्डिकुलर छ नि त त्यो B देखि A सम्म C देखि A सम्म C देखि A सम्म परपेन्डिकुलर कहाँ छ छैन नि परपेन्डिकुलर हुन त यो एंगल 90 डिग्री हुनु पर्यो नि यो एंगल 90 डिग्री हैन नि र A देखि B त्यो हाम्रो हजुर भन्दिनु चाहिँ के अरे सर अघि सर हजुरले भन्दा के सर बिचमा नेट गएको थियो सर एकछिन सर हल्का भनिदिनुहोस् न मैले 2-3 चोटी भनिसके यो सिम्पल चीज पनि बुझ्दैनौ क्या हो यहाँ सुन A बाट BC मा परपेन्डिकुलर दिएको हो के यसरी भनिसकेपछि AX भनेको हाइट भयो नि त त्यसै गरी C बाट AB मा परपेन्डिकुलर दिएको छ भने CY भनेको हाइट भएन त्यसै गरी B बाट AC मा परपेन्डिकुलर दिएको छ यो पनि के भयो हाइट भयो सो यो तीनटै हाइटको इन्टरसेक्सन भनेकै हाम्रो अर्थ सेन्टर भयो के यति हो कुरो सेम अर्थ सेन्टरमा भन्नाले सर इक्वली डिभाइड गर्नुपर्ने भन्ने त्यस्तो छैन केही हुँदैन इक्वली डिभाइड गर्ने भने जस्ट के बुझ्नु पर्यो भने परपेन्डिकुलरहरु जहाँ इन्टरसेक्ट हुन्छ त्यही अर्थ सेन्टर त डिभिजन सिभिजनको कुरो भनेको सेन्ट्रोइडमा हैन सर तर यस्तो केस पनि हुन्छ जहाँ इक्वली त्यो दुईटै साइडमा हुन्छ हुँदैन त्यो केस छोड्दियो के तिमीले त्यो केस आउन सक्ला त कुनै स्पेशल ट्रायंगल हुन सक्छ तर तिमीले के बुझ्नु पर्यो भने हाइट अल्टिट्युड अथवा परपेन्डिकुलर जहाँ गएर इन्टरसेक्ट हुन्छ त्यही अर्थ सेन्टर त्यो भन्दा बढी केही बुझ्न पर्दैन यसमा सबैको लेन्थ सेम हुँदैन है त्यो सबैको लेन्थ सेम हुने भने इक्विलैटरल ट्रायंगलको केस मात्र हो है यसमा अरु केही बुझ्न पर्दैन त्यो तिमीले धेर कन्फ्युज भइराछौ ल सुन अब जान्न पर्ने क्वेशनको लागि यो क्वेशन यो कुरो हामीले एक्जाममा बढी सोध्ने भनेको यो हो यो धेरै नै इम्पोर्टेन्ट छ यसलाई VVBI जति चाहिँ मार्क गरेर के कसरी क्वेशन आउँछ भन्दाखेरि द अर्थ सेन्टर अब यो चाहिँ प्रोपर्टी हो यो प्रोपर्टीको एप्लिकेसन चाहिँ क्वेशन भएर प्रोपर्टी के भन्दाखेरि द अर्थ सेन्टर अफ अ राइट एंगल ट्रायंगल इज द भर्टेक्स ह्याभिङ द राइट एंगल भन्नुको मतलब जस्तै तिमीसँग कुनै राइट एंगल छ सरी राइट एंगल ट्रायंगल छ हैन भनेको 90 डिग्री भएको ट्रायंगल छ यहाँ A छ यहाँ B छ यहाँ C छ भने अब हेर यो 90 डिग्री भएको साइड छ भने जहिले पनि तिमीसँग राइट एंगल ट्रायंगल छ अनि एउटा 90 डिग्री भएको साइड हुन्छ किन राइट एंगल ट्रायंगल त्यही भएर 90 डिग्री भएको भनिसकेपछि यो जुन पोइन्ट B छ नि पोइन्ट B नै त्यो ट्रायंगलको अर्थ सेन्टर हुन्छ बुझ्यौ तिमीले केही क्याल्कुलेसनै गर्न परेन पोइन्ट B नै त्यसको अर्थ सेन्टर हुन्छ यदि 90 डिग्री भएको साइड भएको ट्रायंगल छ बुझ्यौ एउटा राइट एंगल ट्रायंगल ए माइक अफ गर हौ जहाँ 90 डिग्री भयो त्यही अर्थ सेन्टर भयो हो त्यही हो जहाँ 90 डिग्री हुन्छ त्यही पोइन्ट हाम्रो अर्थ सेन्टर हुन्छ बुझ्यौ सिम्पल प्रोपर्टी यही हो बुझ्यौ हैन सबैले 90 डिग्री भएको ट्रायंगल छ 90 डिग्री भएको जुन भर्टेक्स हो त्यही हाम्रो अर्थ सेन्टर सक्यो ल अब म यो अप्लाई गर्न सिकाउँछु अनि जानिन्छ ल सर फेरि भने नोट गरेर चार्ज सुनेको छैन राइट एंगल ट्रायंगलमा जहाँनेरि 90 डिग्री भएको भर्टेक्स हुन्छ नि त्यही हाम्रो अर्थ सेन्टर हुन्छ सक्यो यति हो अगाडि बढे हैन म ल अब क्वेशन यसरी आउने हो द अर्थ सेन्टर अफ राइट एंगल ट्रायंगल विथ द भर्टिसेस A 3,0 B 0,4 एन्ड C 0,0 इज भनेको छ सुन है त सो अब फर्स्टमा अब सिधै यहाँ त राइट एंगल ट्रायंगल भन्यो हैन क्वेशनले अब राइट एंगल ट्रायंगल नभन्न नि सक्छ त्यतिखेर चाहिँ ट्रायंगल राइट एंगल हो कि हैन चेक नि गर्न पर्छ है किनभने 0,0 नै हुन्छ पहिला यसलाई ड्रा गरौँ है त यसलाई फिगर बनाऊँ सुरुमा यसको फिगर बनाउने भने राइट एंगल ट्रायंगल विथ द भर्टिसेस 3,0 भन्छ 3,0 भन्ने पोइन्ट कहाँ पर्छ यहाँ भन त x एक्सिसमा 3,0 यहाँ पर्यो अनि 0,4 भने कहाँ पर्छ y एक्सिस 4 माथि अब अर्को पोइन्ट छ C 0,0 भनेको ओरिजिन यो तीनटा पोइन्टलाई जोइन गर्ने ट्रायंगल भनेको यो हो कि नै हो नि अब हेर त यो तीनटा ट्रायंगलमा जोइन गर्ने भन्ने ल ठीक छ यो एंगल 90 डिग्री हुन्छ नि एकछिन मलाई बोल्न दियो कि एकछिन मलाई बोल्न दियो यो एंगल 90 डिग्री हो नि अब यो एंगल 90 डिग्री हो अब यो राइट एंगल ट्रायंगल हो भन्छ यसको अर्थ सेन्टर भनेको जहाँ 90 डिग्री हुन्छ त्यही भर्टेक्स भन्छ यसको अर्थ सेन्टर सिधै के भयो 0,0 विल बी द अर्थ सेन्टर सिम्पल ल सिधै टिक लगाइदिन अप्सन के हुने हो त अप्सन सी राइट हुने हो जब ओरिजिन आउँछ तब ओरिजिन नै हुन्छ हैन अर्थ सेन्टर त्यस्तो भन्ने हुँदैन ओरिजिन भन्ने हुँदैन तिमीले के गर्ने भने पोइन्ट दिएको हुन्छ फिगर प्लट गर्ने जहाँ 90 डिग्री देख्छौ जुन भर्टेक्समा 90 डिग्री देख्छौ त्यही हाम्रो अर्थ सेन्टर हुन्छ के अलिकति अहिले क्वेशन घुम्छ पखन एक दुईवटा क्वेशन अझै आउनु बाँकी छ पछाडि सिधै यो ओरिजिनै हुन्छ भन्ने हुँदैन जहिले ल यहाँसम्म छ त नि अगाडि बढ्छु म बुझ्दै बुझेन नि साले
के बुझेन भाइ तिमीले बुझ्ने भन्दा बढी हल्ला गरेर बसिरहेको तिमी माइक चाहिँ अफ गर है मैले हल्ला गराएँ सर। भाइ तिम्रैबाट नोइज आइरहेको छ म अघिदेखि हेरिरहेको छु त्यो एबीसी को त्यो पोइन्ट छुट्टै छुट्टै दिने गर्यो भने त्यो नाम त्यो बी भएको ठाउँमा सी अनि ए भएको ठाउँमा चाहिँ बी अनि सी भएको ठाउँमा चाहिँ ए राख्नु। त्यो मिल्छ यस्तो के तिमीले त्यो कहाँ के हेर्ने होइन दिएको पोइन्टलाई ट्याक्क लगेर ग्राफमा प्लट गर्ने अनि जुन पोइन्टमा तिम्रो ट्याक्क 90 डिग्री बनिरहेको हुन्छ त्यही अर्थ सेन्टर अरू केही त्यो कहाँ के भन्ने हेर्ने होइन कि तिमीले दिएको पोइन्टलाई प्लट गर्ने हो अनि त्यसपछि कहाँ पर्छ मात्र हेर्ने हो कि अरू क्वेसन होइन फर्स्ट क्वेसन हो अर्को क्वेसन बाँकी छ पखन अनि अहिले बुझिन्छ अझ क्लियरली बुझिन्छ ल अगाडि बढ है त ल भइसक्यो ल अब यो क्वेसन छ द अर्थ सेन्टर अफ द ट्रेङ्गल हेरिने अब यसमा कुन ट्रेङ्गल भन्ने सिधै मेन्सन गरे होइन है ल त्यही भएर अब कसरी गर्ने द अर्थ सेन्टर अफ द ट्रेङ्गल ह्याभिङ द भर्टिसेस 0,3 माइनस 3,0 एन्ड 3,0 इच र अब आउने बित्तिकै प्लट चाहिँ गरिहाल्ने क्या सुरुमा प्लट गरिहालौँ ल 0,3 भनेपछि वाइ एक्सिस हो नि भनेपछि यहाँ मैले पोइन्ट चाहिँ मानिदिएको है 0,3 यसलाई मैले ए माने यसलाई मैले बी माने यसलाई मैले सी माने भनेपछि यो पोइन्ट कति हो 0,3 त्यसपछि अब नेक्स्ट पोइन्ट कति छ भने त माइनस 3,0 भनेपछि एक्स एक्सिस हो नि नेगेटिभ एक्स एक्सिस भनेपछि बी माइनस 3,0 त्यसपछि थर्ड पोइन्ट 3,0 भनेको नि यता अब यो तीनटा पोइन्टलाई जोइन गर्ने ट्रेङ्गल भनेको कस्तो हुन्छ भने त यो पोइन्टलाई जोइन गर्ने हजुर 0,0 स्क्वायर सर खाली 0,0 हुँदैन नि त्यही भएर मैले अघि भन्दैछु 0,0 त यहाँ ट्रेङ्गलमा लागिरहने पोइन्टै होइन नि ल सुन अब यो पोइन्ट के छ एबिसी यो 0,0 त ट्रेङ्गलको भर्टेक्सै छैन नि ल सुन यो तीनटा पोइन्टलाई जोइन गर्ने ट्रेङ्गल देखिरहेको छ होइन अब सुरुमा के चेक गर्नु पर्यो भने नि यो तिम्रो राइट एङ्गल ट्रेङ्गल हो कि होइन चेक गर्नु पर्यो त्यसको लागि अब हेर है त तिमीले सिम्पली अब स्लोप हेरेर पनि चेक गर्न सक्छौ अथवा सिम्पली तिमीले डिस्टेन्स हेरेर पनि चेक गर्न सक्छौ कसरी चेक गर्न सकिन्छ हेर यो डिस्टेन्स कति हो भने त यहाँ देखासम्म 3 हो नि 3 अनि यो डिस्टेन्स 3 भनिसकेपछि अब हेर त यो जुन थीटा छ नि यो थीटा निकाले त tan थीटा कति आउँछ 3/3 हो 1 भनेपछि थीटा भ्यालु कति आयो 45 डिग्री भनेपछि यो जुन थीटा रहेछ नि यो 45 डिग्री रहेछ त्यसैगरी अब यो साइडमा हेर त यो डिस्टेन्स कति हो 3 हो नि यो डिस्टेन्स 3 हो नि -3 भए पनि डिस्टेन्स वाइज त 3 हो यो पनि 3 यो पनि 3 भनेपछि यो थीटा निकाल्यो भने यो एंगल पनि कति आउँछ 45 आउँछ भनेपछि टोटल एंगल कति आयो भने त 90 डिग्री 45 डिग्री प्लस 45 डिग्री भनेपछि 90 डिग्री 90 डिग्री मैले बुझेन के भनेको भयो तिमीले माइक म्युट गरेर उयो गर म सबलाई एकछिन म्युट गरिदिन्छु है तिमीले हल्लाएर अलि सुन्न पाइरहेन ल सुन के गरे भने मैले पोइन्टलाई प्लट गरे 3,0 माइनस 3,0 0,3 हैन त्यसपछि अब हेर है त यो डिस्टेन्स कति छ 3 छ हैन अनि यो डिस्टेन्स पनि 3 छ भनिसकेपछि यो जुन थीटा छ नि यो थीटा भनेको तिमीले tan थीटा लियो भने के हुन्छ परपेन्डिकुलर बाइ बेस 3/3 थीटाको भ्यालु 45 डिग्री हुन्छ यो एंगल 45 डिग्री आयो अब त्यसैगरी यो साइडमा पनि यो डिस्टेन्स मुनिको डिस्टेन्स 3 छ हैन माथिको डिस्टेन्स नै 3 छ भनेपछि यो एंगल पनि tan थीटा निकाल्यो भने 3/3 45 डिग्री भनेपछि यो 45 यो 45 टोटल एंगल कति आयो त 45 डिग्री प्लस 45 90 डिग्री अब 90 डिग्री आयो भने अघि मैले के भनेको थिएँ तिम्रो अर्थो सेन्टर भनेको कहाँ हुन्छ जुन भर्टेक्समा 90 डिग्री हुन्छ त्यही अर्थो सेन्टर हुन्छ भनेपछि ए भन्ने भर्टेक्समा 90 डिग्री एंगल बनिरहेछ टोटल भनेपछि ए भनेको हाम्रो के हुने हो अर्थो सेन्टर हुने भयो ए जुन 0,3 भन्ने पोइन्ट छ नि ए 0,3 विल बी द अर्थो सेन्टर मैले यति बुझाउन खोजेको सो अप्सन हाम्रो के हुने हो अप्सन बी राइट हुने हो ल यो बुझ्यौ यस सर ल अघिको भाइले हजुर सेमी सर्कलको जसरी गर्दा नि हुन्छ हैन कस के भन्यो सेमी सर्कल हैन सेमी सर्कलको जसरी गर्ने हैन सेमी सर्कल त अहिले सर्कम सेन्टरमा आउँछ यसमा त सेमी सर्कल कन्सेप्ट लाउने हैन है यसमा मैले भनेकै तरिकाबाट जानुपर्छ 90 डिग्री छ कि छैन चेकै गर्नुपर्छ है राइट एंगल दियो भने त चेक गर्नु पर्यो नि दिएको छैन भने चाहिँ चेकै गर्नु पर्यो हो दिएको छैन भने यस्तो जेनरली एक्जाममा तिम्रो ल 90 to 95% राइट एंगलकै क्वेशन हुन्छ तर कुन भर्टेक्समा 90 डिग्री हुन्छ त्यो चाहिँ तिम्रो काम हो पत्ता लगाउने बुझ्यौ किनभने 90 डिग्री नदिएको केस अलिकति सल्भ गर्नु झन्झट हुन्छ लामो पर्छ जेनरली 90-95% केसमा राइट एंगल भएकै क्वेशन आउँछ नदिएको केसमा के गर्ने सर 90 डिग्री नदिएको केसमा त्यो लामो हुन्छ त्यो यस्तो हो के अब त्यो वाला मैले सिकाउने त सोचेको थिएँ तर त्यो जेनरली सोध्दैन कि त्यो अहिले म लास्टमा डिस्कसन गरौँ टाइम बच्यो भने त्यो सजिलो हो कि त्यो लामो छ तर गर्न चाहिँ
तिम्रो हरेक हाइटको के अरे हरेक हाइटको इक्वेसन निकालेर दुईटाको इन्टरसेक्सन पनि निकाल्न पर्छ कि दुईटा हाइटको इक्वेसन निकालेर त्यो अहिले छोड्दै अहिले त्यो डिस्कसन नगरौँ जेनरली सोध्ने क्वेसन यही हो त्यो वाला क्वेसन कुनै उयस कुनै क्लासमा डिस्कस गरौँ ल अगाडि बढौँ डिस्टेन्स नेगेटिभ ल डिस्टेन्स भनेको पोजिटिभ भागोले 3 भएको है यो नेगेटिभ त नेगेटिभ एक्सिसमा भागोले भने ल अब आउँछ सर्कम सेन्टर सो सर्कम सेन्टर फेरि के हो सर्कम सेन्टर इज द पोइन्ट अफ इन्टरसेक्सन अफ परपेन्डिकुलर बाइसेक्टर्स अफ द साइड्स अफ द ट्रायंगल ल अब यसले के भनिरहेछ है त अब सुरुमा बुझाउँछु परपेन्डिकुलर बाइसेक्टर भनेको थाहा होला परपेन्डिकुलर बाइसेक्टर भनेको के हो भने त ल कुनै दुईटा पोइन्टलाई मैले यसरी जोइन गरे ए अनि बी भने यसको परपेन्डिकुलर बाइसेक्टर हुनु नाममै छ परपेन्डिकुलर नि हुनु पर्यो बाइसेक्टर नि हुनु पर्यो भनेपछि मैले कुनै लाइनलाई यसरी ड्र गरे भने यो एबी सँग परपेन्डिकुलर नि हुनु पर्यो र एबी लाई दुईटा पोर्सनमा यसरी डिभाइड नि गर्नु पर्यो यसलाई भन्छ हामीले परपेन्डिकुलर बाइसेक्टर बुझ्यौ यो जुन लाइन छ नि यो लाइन सेगमेन्टलाई भन्छ परपेन्डिकुलर बाइसेक्टर यो जुन एक्स वाइ छ नि एक्स वाइ भनेको हाम्रो परपेन्डिकुलर बाइसेक्टर भयो बुझ्यौ परपेन्डिकुलर बाइसेक्टर भनेको के रहेछ परपेन्डिकुलर सर बाइसेक्टर भनेको सर सर हाम्रो भनेको तिम्रो आवाज ल्याग भइरहेछ ल सुन बाइसेक्टर भनेको टु पार्ट्समा डिभाइड गर्ने परपेन्डिकुलर भनेको 90 डिग्री यति हो एकछिन माइक अफ गर मैले माइक अफ गर्नै पर्ने हो फेरि ल तिमीले निकाल्यो होला धेरै ल सुन अब सर्कम सेन्टर भनेको के हो हरेक साइडको परपेन्डिकुलर बाइसेक्टर लिनु पर्यो अनि त्यो तीनटा जहाँ इन्टरसेक्ट हुन्छ त्यो भनेको हाम्रो सर्कम सेन्टर हो हैन जस्तै अब ए देखि बी भन्ने साइड छ भने यसको परपेन्डिकुलर बाइसेक्टर भनेको एबी हो एबी हैन यसलाई के मान्दियौं त ल पीक्यू मानौं कसरी परपेन्डिकुलर बाइसेक्टर हो भन्न त एबी सँग परपेन्डिकुलर नि छ यसरी अनि एबी लाई दुईटा पार्टमा डिभाइड नि गर्नु पर्छ भनेपछि पीक्यू हाम्रो एउटा के भयो परपेन्डिकुलर बाइसेक्टर भयो हैन त्यसपछि अब बीसी भन्ने साइड छ बीसी भन्ने साइडको लागि हाम्रो एक्स वाइ भन्ने परपेन्डिकुलर बाइसेक्टर कसरी हो बीसी लाई 90 डिग्री यसरी परपेन्डिकुलर नि छ बीसी सँग र बीसी लाई टु पार्ट्समा यसरी डिभाइड नि गरिरहेको छ त्यसैगरी अर्को परपेन्डिकुलर बाइसेक्टर हामीले मानौं सीडी सीडी भनेको हाम्रो सीडी नभनौं है सीडी युज भइसकेको छ हाम्रो के भयो एक्स वाइ जेड यसलाई आर र एस मान्दियौं ल आर एस हाम्रो एउटा परपेन्डिकुलर बाइसेक्टर भयो कसरी एएस लाई एएस सँग 90 डिग्री नि बनाए यसरी प्लस एएस लाई टु पार्ट्समा डिभाइड नि गरिराख भनेपछि हाम्रो यो जुन तीनटा छ नि परपेन्डिकुलर बाइसेक्टर पीक्यू आरएस र एक्स वाइ यो तीनटा परपेन्डिकुलर बाइसेक्टर छन् र यो तीनटा परपेन्डिकुलर बाइसेक्टर्सको इन्टरसेक्सन पोइन्ट जुन छ सी जुन त्यो इन्टरसेक्सन पोइन्ट सी छ नि यो सी भनेको चाहिँ हाम्रो के हो तीनटा जहाँ गएर इन्टरसेक्ट भइराछन् यो सी भनेको चाहिँ हाम्रो के हो सर्कम सेन्टर हो दिस इज अ सर्कम सेन्टर ल यो हाम्रो सर्कम सेन्टर हो ल यो कुरो बुझ्यो कि नै सबैले भन्यो त बुझ्यो सर यो भनेको सेन्ट्रोइड र अर्थो सेन्टरको मिक्स जस्तो हो कम्बिनेसन हो सेन्ट्रोइडमा के हुन्थ्यो के अरे बाइसेक्ट मात्र गर्थ्यो अर्थो सेन्टरमा परपेन्डिकुलर मात्र हुन्थ्यो सर्कम सेन्टरमा दुईटै हुनु पर्यो परपेन्डिकुलर नि हुनु पर्यो बाइसेक्सन नि हुनु पर्यो त्यो दुईटाको ठ्याक्क कम्बिनेसनबाट जुन लाइन आउँछ तीनटैको इन्टरसेक्सन भनेको सर्कम सेन्टर भयो हस् सर अगाडि बढे है त सिम्पल छ ल स्क्रिनशट लिएर यो भएन सबैको ल भयो सायद कोही बोलेन भनेपछि ल अब यसमा आउँछ दुईटा टर्म सर्कल र सर्कम रेडियस अब यसमा म यसको खासै धेरै डिस्कसन गर्दिनँ किनभने यो ट्रिगोनोमेट्रीमा पुरै आउँछ कि सर्कम सर्कल सर्कम रेडियस अनि पुरै फर्मुलै पढ्नुपर्छ धेरै सो अब मैले हल्का डिस्कसन मात्र गरिदिन्छु सो बेसिकली हामीले अहिले सर्कम सेन्टर पढ्यौँ नि सो त्यसकै रिलेटेड टर्म हो सर्कम सर्कल र सर्कम रेडियस भने जस्तै तिमीसँग कुनै एउटा ट्रायंगल छ यसरी यो ट्रायंगल यसरी छ हैन अब सर्कम सर्कल भनेको चाहिँ नि कस्तो हुन्छ भन्दाखेरि यो तीनटा भर्टेक्स जस्तै यहाँ ए भन्ने पोइन्ट छ हैन यहाँ ए भन्ने भर्टेक्स छ यहाँ बी भन्ने भर्टेक्स छ अनि यहाँ सी भन्ने भर्टेक्स यो तीनटै भर्टेक्सबाट पास हुने एउटा सर्कल भनेको सर्कम सर्कल भन्नुको मतलब जस्तै मैले यसरी यो तीनटै भर्टेक्सबाट पास हुनु पर्यो है अब यो सर्कल त खासै राम्रो बन्ला जस्तो लागेन त्यही नि हेरिराख यो तीनटै उयोबाट पास हुने जुन सर्कल छ नि एबीसी तीनटै पोइन्टबाट पास गर्ने र सर्कलको बाहिरबाट जाने सरी यो ट्रायंगलको बाहिरबाट जाने यो जुन ग्रीन कलरको सर्कल छ नि यसलाई भन्छ सर्कम सर्कल यति जानी चाहिँ मात्र राखिराख यसको डिटेल भनेको उता ट्रिगोनोमेट्रीमा डिस्कसन हुन्छ के बुझ्नु पर्यो ट्रायंगलको तीनटै भर्टेक्सबाट पास हुने सर्कल भनेको सर्कम सर्कल भयो अब अहिले भर्खर हामीले के पढेको थियौं
सर्कम सेन्टर पढेको थियौँ। सो यो जुन सर्कम सर्कलको जुन यो सेन्टर यहाँ बिचतिर पर्छ, यो जुन सी छ नि, यो सी चाहिँ सर्कम सेन्टर भयो। सी हाम्रो के हो? सर्कम सेन्टर। सर्कम सेन्टर भनेपछि सर्कम सेन्टर भनेको के हो? त्यो ट्रेङ्गलको सर्कम सर्कलको सेन्टरलाई सर्कम सेन्टर भन्छ होइन। अब हेर, सर्कम सेन्टर भइसकेपछि अब हेर है त, ए देखि सी लाई मैले जोड्दिएँ, बी देखि सी लाई मैले जोड्दिएँ, त्यसै गरी सी देखि यसलाई सी भन्दा नि अब के मान्ने त? ल सी सी के मानिदिने? एउटै टर्म युज भयो। यसलाई ल सुरुमा एबिसी नमानौँ न त। ल सी ड्यास मान्दिउँ नि। ल यसलाई सी ल एक्स वाइ जेड। ल ठिक छ है त। ल यो सी थियो हाम्रो होइन। ल यो सी र मैले जेडलाई जोडेँ। अब मलाई भन त, यो जुन एक्ससी वाइसी र जेडसी छ नि, यो तिनटै इक्वल हुन्छ होला? हुन्छ सर, इक्वल हो। किन इक्वल हुन्छ भनिदेऊ त ल मलाई। रेडियस रेडियस भयो होइन, रेडियस हो नि त। हेर त, सी भनेको सेन्टर हो, सर्कम सेन्टर भनिसकेपछि सेन्टर भइहाल्यो सर्कलको। सेन्टरदेखि एक्स वाइ जेड भनेको त यो के हो? सर्कलको पोइन्ट हो नि त। सर्कलको पोइन्टमा ड्र गर्नुको मतलब के हो? रेडियस हो भनेपछि यो पोइन्ट, यो डिस्टेन्स, यो डिस्टेन्स, यो डिस्टेन्स इक्वल हुन्छ। र जुन यो सिएक्स सिवाई र सिजेड यो तिनटै इक्वल हुन्छ, र यिनीहरूलाई नै भन्छ सर्कम रेडियस। बुझ्यो? सर यसमा के भन। सर यसमा के सर हाम्रो चाहिँ सर पर्फेक्टली सर सर्कल बनाइन्छ सर पर्फेक्टली? यसमा बनाए होइन, फिगर रियलमा पर्फेक्टली सर्कलै भन्छ कि यो त अहिले मैले बनाउँदाखेरि यताउति भएको हो। पर्फेक्टली सर्कल भन्छ। जसमा मैले फेरि रिभाइज गर्दै है त, एउटा यसरी हामीसँग ट्रेङ्गल हुन्छ, यो ट्रेङ्गलको हरेक भर्टेक्सलाई जोइन गरेर जाने जुन सर्कल भन्छ, यो सर्कललाई सर्कम सेन्टर सर्कम सर्कल भन्छ। यो सर्कम सर्कलको जुन एउटा बिचमा सेन्टर हुन्छ त्यसलाई सर्कम सेन्टर भन्छ। र हरेक यो सर्कम सेन्टरबाट हरेक भर्टेक्सलाई यसरी जोइन गर्यो भने त्यो भनेको हाम्रो सर्कम रेडियस हो। यति कुरो बुझ्यो? सर ल अब यो ल अब यसको डिटेलमा पछि ट्रिगोनोमेट्रीमा आउँछ, सरले पढाउनुहुन्छ ट्रिगोनोमेट्रीमा फेरि। ल अब हामीले पढ्ने भनेको यही हो, सर्कम के अरे सर्कम सेन्टरसम्म हो। अर्को एउटा एक्स सेन्टर भन्ने हुन्छ होइन। एक्स सेन्टर तिमीले ट्रिगोनोमेट्रीमा पढ्छौ, सो मैले यता युज गरिनँ किनभने कोअर्डिनेट जोमेट्रीमा एक्स सेन्टरबाट खासै क्वेसन आउँदैन। ल म अगाडि बढेँ है त। अब यसमा पनि यो रिजल्ट, यो पनि भिभिआई छ है, यसबाट नि क्वेसन आउँछ। अब यसमा के छ भने, द सर्कम सेन्टर अफ अ राइट एङ्गल ट्रेङ्गल इज द मिड पोइन्ट अफ इट्स हाइपोटेनियस भनेपछि कुनै एउटा राइट एङ्गल ट्रेङ्गल दिएको छ। अघि हेर है त, अर्थो सेन्टरको पनि हामीले राइट एङ्गल ट्रेङ्गलकै डिस्कसन गरेको थियौँ। सर्कम सेन्टरमा पनि हामीले डिस्कसन गर्ने भनेको राइट एङ्गल ट्रेङ्गल के। सो कुनै पनि राइट एङ्गल ट्रेङ्गलको सर्कम सेन्टर भनेको त्यसको हाइपोटेनियसको मिड पोइन्ट हुन्छ। बुझ्यो? भन्नुको मतलब कसरी हुन्छ नि म बुझाइदिन्छु ल। सुन, यहाँ एउटा ट्रेङ्गल छ होइन, यहाँ एउटा ट्रेङ्गल छ, यो के हो? 90 डिग्री हो भनिसकेपछि अब सुरुमा मलाई यसको सर्कम सेन्टर निकाल्न म के गर्छु? सुरुमा एउटा म सर्कम सर्कल बनाउँछु। सो सर्कम सर्कल भनेको के हुन्छ भने त, यो हरेक भर्टेक्सलाई टच गरेर जाने सर्कल हो नि सर्कम सर्कल भनेको त। सो यो मैले एउटा सर्कल बनाएँ, ठिक छ? यो सर्कल जस्तो नदेखे नि, अब सर्कलै एज्युम गर, सर्कल जस्तो देखिरह होइन। ल यो हाम्रो के हो? ल ल पहिला सर्कल बनाएर गरे नि हुन्थ्यो। ल ठिक छ। अब हेर है त, यो ए छ, यो बी छ, यो सी छ। अब मलाई यो ग्रिन त सर्कम सर्कल भयो होइन, मलाई सर्कम सेन्टर निकाल्नु छ यो राइट एङ्गल ट्रेङ्गल। अब तिमीले 9, 10 तिर 10 मा होला सायद एउटा प्रोपर्टी पढाइ नि, कुनै सर्कल छ यसरी एउटा स्ट्रेट लाइन छ, ल सुन, सर्कमफेरेन्समा 90 डिग्री बनाएको छ भने यो जुन लाइन हुन्छ नि, यो लाइन भनेको डायमिटर भन्ने पढेको छौ नि होइन। हेर त, भनिसकेपछि यो जुन एसी भन्ने छ नि, एसी भनेको डायमिटर हुने भयो, किनभने एसीले हाम्रो यो बी भन्ने पोइन्ट अथवा यो सर्कलमा 90 डिग्री एक्सटेन्ड गरेको छ अथवा सस्टेन गरेको छ भनेपछि एसी भनेको हाम्रो डायमिटर हुन्छ। यो भनेको 10 क्लासमा तिमीले सर्कलमा पढेको प्रोपर्टी हो, डायमिटर हो। अब भन त मलाई, सेन्टर भनेको डायमिटरको मिड पोइन्ट हो कि होइन? हो। भनिसकेपछि डायमिटर एसी छ, एसी भनेको हाइपोटेनियस नि हाम्रो के हो? यो सर्कलको लागि अथवा यो ट्रेङ्गलको लागि हाइपोटेनियस नि हो। भनिसकेपछि हाम्रो एसी को मिड पोइन्ट लेस चाहिँ अहिलेको लागि मैले यक्स मान्दिएँ। भनिसकेपछि यक्स भनेको के हो? मिड पोइन्ट अफ एसी, मिड पोइन्ट अफ एसी। फेरि अब हेर त, एक्स भनेको मिड पोइन्ट अफ एसी लाई हामीले के मानेको छौँ त? डायमिटर। एसी भनेको डायमिटर हुने भयो। अब मिड पोइन्ट अफ डायमिटर भनेको के हो? सर्कम सेन्टर, सर्कम सेन्टर। भनिसकेपछि अब तिमीले यहाँबाट के बुझ्यौ भने त, हाम्रो राइट एङ्गल ट्रेङ्गलको सर्कम सेन्टर भनेको, राइट एङ्गल ट्रेङ्गलको सर्कम सेन्टर भनेको यहाँबाट के बुझ्यो भने त, राइट एङ्गल ट्रेङ्गलको सर्कम सेन्टर भनेको मिड पोइन्ट अफ हाइपोटेनस।
यही एउटा प्रोपर्टी जानिराख, हामीले क्वेसन यही बेसिसमा गर्ने। मिड पोइन्ट अफ हाइपोटेनस बुझ्यौ सबैले? धेरै भिभिआई छ है, यो धेरै इम्पोर्टेन्ट प्रोपर्टी हो। ल बुझ्यो सबैले? बुझ्यो कि बुझेन? कसैले रेस्पोन्ड गर त ल। बुझ्यो बुझ्यो सर। बुझ्यो होइन? ल अब अगाडि बढौँ, क्वेसन गर मन। स्क्रिनसट लिएर त। अगाडि बढ है। ल यो क्वेसन गर त ल। द सर्कम सेन्टर अफ राइट एंगल ट्रायंगल हैविंग भर्टिसेस 3, 0, 0, 4 एन्ड 0, 0। ल अब यसमा नझुकिने है। सर्कम सेन्टर र अर्थो सेन्टरको दुईटा चिज छ नि हामीसँग। अर्थो सेन्टर राइट एंगल ट्रायंगलको 90 डिग्री भएको भर्टेक्स हुन्थ्यो। सर्कम सेन्टर भनेको हाइपोटेनसको मिड पोइन्ट हुन्थ्यो। त्यही भएर एक्जाममा नझुकिने है। सर्कम सेन्टर सोधेको छ कि अर्थो सेन्टर सोधेको छ त्यो चाहिँ नझुकिने। सी सिधै सी त कसरी आउँछ? सी त अर्थो सेन्टर होला नि, सर्कम सेन्टर छ है। मैले के भने अर्थो सेन्टर भने सर्कम सेन्टर भनेको हाइपोटेनसको मिड पोइन्ट निकाल्नु पर्यो। ल भन त के आउँछ? अप्सन बी बी हुन्छ। ल बी ठिक छ है। ल सुरुमा यसलाई प्लट गर्ने केही गर्ने हैन, प्लट गर्ने सही। ए 3, 0 भनेको यहाँ अहिकै यो ट्रायंगल हो। 3, 0, 0, 4 भनेको यहाँ हुन्छ। बी 0, 4 ओरिजिन भनेको यहाँ हुन्छ। 0, 4 है। ओरिजिन भनेको सी 0, 0। यो तीनटा पोइन्टलाई जोइन गर्ने ट्रायंगल भनेको यो है। हेर भनिसकेपछि अब हेर त यो 90 डिग्री हो। 90 डिग्री हो भने हाम्रो हाइपोटेनस के हुने भयो? एबी। एबी भनेको हाइपोटेनस 3/2 भनिसकेपछि अब सर्कम सेन्टर निकाल्नु छ। सर्कम सेन्टर भनेको के हो? मिड पोइन्ट अफ एबी सिधै। सो मिड पोइन्ट अफ एबी निकाल्यो भने एबी को मिड पोइन्ट निकाल्ने भनेको 0 + 3/2 अनि 4 + 0/2 मिड पोइन्ट फर्मुला लगाउने है। यो भनेको 3/2, 2 विच इज अप्सन बी सिम्पली है। ल अब यसमा अर्थो सेन्टर सोधेको थियो भने 0, 0 हुन्छ। त्यही भएर नझुकिने। अर्थो सेन्टरमा के छ प्रोपर्टी, सर्कम सेन्टरमा के प्रोपर्टी छ त्यसमा झुकिन भएन। ल सिम्पल छ हैन? अगाडि बढे है म। ल यो स्क्रिनशट लिया त। ल भयो? भयो कि भएन भन ल। ल अब आउँछ इन सेन्टर। ल सो यो इन सेन्टरको पनि म खासै धेरै डिस्कसन गर्दिनँ। इन सेन्टर भनेको चाहिँ के हो है त? इन सेन्टर इज द पोइन्ट अफ इन्टरसेक्सन अफ द इंटरनल एंगल बाइसेक्टर अफ द ट्रायंगल। भन्नुको मतलब अब अहिलेसम्म हाम्रो एंगलको कुरा भएको थिएन हैन? कि त भनेको मतलब एंगल बाइसेक्सनको कुरा भएको थिएन, साइडको मात्र कुरा भएको थियो हैन? अब इन सेन्टर भनेको के हो? हेर इन सेन्टर भनेको चाहिँ यहाँ ए छ, यहाँ बी छ, यहाँ सी छ। हेर यो जुन ए को समथिङ एंगल छ नि त्यो एंगललाई बाइसेक्ट गर्ने केही होला यहाँनेरि। ल यसलाई यक्स मानौँ। भनिसकेपछि ए यक्स छ नि, ए यक्सले यो जुन बीएसी एंगल छ नि यसलाई 2 पार्टमा यसरी डिभाइड गरेर आउँछ। भनेपछि यो ए यक्स भनेको हाम्रो एंगल बाइसेक्टर भयो के। त्यसैगरी बी बाट पनि मैले एंगल बाइसेक्टर ड्रा गर्छु यसरी। भन्नुको मतलब यसलाई वाइ मानौँ। यो जुन एंगल छ नि यो एंगल पनि यसरी 2 पार्टमा डिभाइड हुन्छ। बुझ्यौ? सो बीवाई भनेको एंगल बी को लागि एंगल बाइसेक्टर भयो। त्यसैगरी अब सी पनि हाम्रो के हुन्छ? एंगल बाइसेक्टर हुन्छ यसरी। सो सी पनि यसरी यो वाला एंगल र यो वाला एंगल के हुन्छ? इक्वल हुन्छ। भइसकेपछि सीजेड पनि एउटा एंगल बाइसेक्टर भयो। सो यो तीनटा एंगल बाइसेक्टरहरु जहाँ गएर इन्टरसेक्ट हुन्छ नि यो पोइन्टमा यो आई लाई भन्छ इन सेन्टर के। बुझ्यो? सो यो जुन आई छ नि इट इज द इन सेन्टर अफ दिस ट्रायंगल। बुझ्यो? बुझ्यो कि नै? अच्छा अब यही फिगरमा हेरौँ है त। जस्तै यो यसलाई एक्स मानौँ, यसलाई वाई मानौँ, यसलाई जेड मानौँ। भनिसकेपछि हेर ए एक्सले यो एंगललाई बाइसेक्ट गर्नु पर्यो 2 पार्टमा। त्यसैगरी बीवाई ले यो एंगललाई बाइसेक्ट गर्नु पर्यो 2 पार्टमा। त्यसपछि सीजेड ले के गर्नु पर्यो? यो एंगललाई बाइसेक्ट गर्नु पर्यो 2 पार्टमा यसरी। भनेपछि यो तीनटा एंगल बाइसेक्टरहरु आई भन्ने पोइन्टमा गएर मिट भइरहेछ। भनेपछि आई लाई हामीले भन्छौँ इन सेन्टर अफ दिस ट्रायंगल। बुझ्यो? ल अगाडि बढ्छौँ। हरेक साइड को एंगललाई बाइसेक्ट गर्ने जुन लाइन सेगमेन्ट छ नि त्यसलाई एंगल बाइसेक्टर भन्छ र त्यो एंगल बाइसेक्टरको इन्टरसेक्सन भनेको इन सेन्टर।
ए भन्ने एंगललाई बाइसेक्ट गर्ने भनेको ए अक्स छ नि हेर त टु पार्टमा एंगललाई यसरी डिभाइड गरिरहेको त्यसैगरी बी भन्ने एंगल भनेको बी बाई टु पार्टमा डिभाइड गरिरहेको छ सी भन्ने एंगल भनेको सीजेड टु पार्टमा डिभाइड गरिरहेको छ यो तीनटै कहाँ गएर मिट भएको छ आई भन्ने पोइन्टमा आई भन्ने पोइन्ट भनेको हाम्रो के भयो इन सेन्टर भयो यति हो कुरो बुझ्यो ल बुझ्यो होला अब म अगाडि बढ्छु है ल स्क्रिनशट लियो त यो स्लाइड आउँछ है त्यसको आउँछ स्लाइड आउँछ ल भयो ल म अगाडि बढेँ अब अघि हामीले के पढ्यौँ सर्कम सर्कल सर्कम रेडियस पढ्यौँ होइन अब अर्को आउँछ इन रेडियस भन्ने इन रेडियस भनेको के हेर यहाँ तिमीले ट्रेङ्गल देखिरहेछौ नि एबिसी भएको ट्रेङ्गल देखिरहेछौ र यो आई भनेको के हो भने त हाम्रो आई भनेको इन सेन्टर हो नि देखिरहेछौ नि हेर ए को एंगललाई बाइसेक्ट गर्ने एउटा लाइन छ बी को एंगललाई बाइसेक्ट गरेको छ सी को एंगललाई बाइसेक्ट गरेको छ यो तीनटै कहाँ गएर मिट भएको छ आई भन्ने उयसमा गएर मिट भइरहेको होइन अब हेर है त इन सेन्टर चाहिँ कस्तो हुन्छ भन्दाखेरि नि यहाँ इन सेन्टर कस्तो हुन्छ भन्दाखेरि अघि हाम्रो सर्कम सेन्टर के थियो ट्रेङ्गलको बाहिरबाट गइरहेको थियो भने नि तिम्रो इन सेन्टर भनेको ट्रेङ्गलको भित्रबाट जानुपर्छ यसरी यो ट्रेङ्गलको हरेक साइडलाई टच गरेर भनेको मतलब हरेक साइडसँग ट्यान्जेन्ट हुँदै जानुपर्छ बुझ्यो यो भनेको चाहिँ हाम्रो इन सर्कल भयो कि बुझ्यो अघि सर्कम सर्कल के थियो सर्कम सर्कल बाहिरबाट गइरहेको थियो यसरी बाहिरबाट गइरहेको थियो यो सर्कम सर्कल तिम्रो इन सर्कल के हुन्छ सर्कलको भित्रबाट गइरहेको हुन्छ र हरेक साइडलाई टच हुनु पर्यो है हरेक साइडलाई टच गरेर गएको छ भने इन सर्कल यहाँ फिगरमा पनि देखिरहेको छ तिमीले फिगरमा देखिरहेको छ नि होइन यो जुन छ नि यो भनेको इन सर्कल भएर त यो कसरी घुमिरहेछ एबी भन्ने साइडलाई यहाँ टच गरिरहेछ बीसी भन्ने साइडलाई यहाँ टच गरिरहेछ एसी भन्ने साइडलाई यहाँ टच गरिरहेछ हरेक साइडलाई टच गर्नुको मतलब हरेक साइडसँग ट्यान्जेन्ट भएर जानु सो हरेक साइडसँग टच भएर गएको सर्कल र सर्कलको भित्र त्यसलाई भन्छ हामीले इन सर्कल अब इन सर्कल यो अब हामीले कुरा गर्नु चाहिँ इन रेडियस भनेको के हो यो जुन सेन्टर छ सेन्टरदेखि अब मैले यो अलिकति यहाँनिर मिस्टेक छ जस्तो छ ल दियोस् यहाँदेखि तिमीले यो सर्कमफेरेन्समा जहाँसुकै पोइन्ट ल्याऊ जस्तै ल आईदेखि यो पोइन्ट लियो है त मैले लेट्स से अहिलेको लागि यसलाई मैले पी माने ल यो इन सेन्टरदेखि सर्कलको पोइन्टसम्म आइपीलाई इन रेडियस भन्छ आइपीलाई इन रेडियस भन्छ ठिक छ त्यसै गरी अब यो क्यू भन्ने पोइन्ट छ भने आईदेखि क्यूसम्मलाई पनि के भन्छ इन रेडियस भन्छ आइक्यूलाई पनि के भन्छ इन रेडियस भन्छ त्यसै गरी आईदेखि अब यो लेट्स से यही पोइन्ट होला ल आर मान्ने सो आईदेखि आर भनेको नि के हो हाम्रो इन रेडियस भयो बुझ्यो होइन इन सर्कल भनेको के रहेछ इन रेडियस भनेको के रहेछ जस्ट के गर्नु पर्यो भने इन सर्कलमा सर्कल भित्रबाट जान्छ अनि सर्कम सर्कलमा सर्कल बाहिरबाट जान्छ कि कुरो यति हो ल यो सारा त अनि अगाडि बढौँ भयो ल अब फाइन्डिङ इन सेन्टर अफ अ ट्रेङ्गल सो यो खासै सोध्दैन त्यही पनि मैले फर्मुला मात्र लेखिदिइराखेको है त्यो कुनै ट्रेङ्गलको इन सेन्टर निकाल्नको लागि यो चाहिँ कुनै जेनरल ट्रेङ्गल है जुन ट्रेङ्गलको लागि नै अप्लाई हुन्छ एकछिन माइक अफ गर्नु ल कुनै जेनरल ट्रेङ्गलको लागि नै अप्लाई हुन्छ है ल सुन यो ए भन्ने छ पोइन्ट यसको कोअर्डिनेट छ x1, y1 बी भन्ने पोइन्ट छ x2, y2 अनि यहाँ सी भन्ने पोइन्ट छ x3, y3 हैन ठीक छ तर ए जुन छ नि ए भन्ने साइड सरी ए भन्ने भर्टेक्स को अपोजिट साइड भनेको ए भन्नुको मतलब यो बी देखि सी सम्मको लेन्थ भनेको ए छ ठीक छ त्यसैगरी बी भन्ने अपोजिटको जहिले पनि स्मल बी हुन्छ भन्नुको मतलब ए देखि सी सम्मको लेन्थ छ बी त्यसैगरी सी भन्ने भर्टेक्स छ त्यसको अपोजिट साइड भनेको एबी छ सो त्यो भनेको यसलाई स्मल सी ले नोटेसन गरिन्छ सो ए देखि बी भनेको सी छ ठीक छ यो तीनटा साइड लेन्थहरु मैले मार्क गरे हैन यो तीनटा साइड लेन्थहरु मार्क गरे अब मैले यसको इन सेन्टरलाई मार्क गरे लेट्स से इन सेन्टर यहाँ कतै छ आई ठीक छ अब मैले इन सेन्टर निकाल्नु छ भने आई x, y यसको फर्मुला भनेको चाहिँ हेर है त ax1 plus bx2 plus cx3 divided by a plus b plus c हुन्छ बुझ्यो त्यसपछि ay1 plus by2 plus cy3 divided by a plus b plus c हुन्छ ल यो मार्क गरेर राख त
सिम्पल यो फर्मुला वेयर एबिसी भनेको के हो भने त हाम्रो साइडको लेन्थ है। यो पिडिएफ आउँछ कि अहिले खिच्न के हतार हो तिमीहरूलाई, बुझ्यो होइन? यो के कसरी निकाल्ने रहेछ मैले एकछिन अनम्युट गरेँ त, तिमीहरू हल्ला नगर है धेरै। ल यो बुझ्यो होइन कसरी निकाल्ने रहेछ? हेर एबिसी भनेको हरेकको डिस्टेन्स फर्मुला लगाएर तिमीले एबी निकाल्न सक्छौ। एबी भनेको स्मल सी हुन्छ, बिसी भनेको स्मल ए हुन्छ, एसी भनेको स्मल बी हुन्छ। हरेक साइड लेन्थ निकाल्न सक्छौ। त्यसपछि कोअर्डिनेट नि दिएको हुन्छ। इन सेन्टर निकाल भन्यो भने ax1 + bx2 + cx3 डिभाइडेड बाइ a + b + c, अनि यो ay1 + by2 + cy3 डिभाइडेड बाइ a + b + c। यो जेनरली सोध्दैन तर जानिरहेको चाहिँ राम्रो है। यस्तो हो, यो आईमा नआए पनि उता इन्डियन एम्बेसी केयुतिर यो क्वेसन आइदियो भने झ्याप्प फर्मुला लाउन मिल्छ। त्यही भएर जानिरह है। ल भयो यहाँसम्म? भएको सबैको रेस्पोन्ड गर त ल। अहिले माइक अनै गरे भयो होइन? ल भयो। अनि अब हामी इम्पोर्टेन्ट रिजल्ट है। ल सुन, सो इन एन इक्विलेटरल ट्रायंगल अर्थोसेन्टर सेन्ट्रोइड सर्कमसेन्टर इन सेन्टर कोइन्साइड। सो सिम्पल रिजल्ट के हो भन्दाखेरि नि कुनै एउटा इक्विलेटरल ट्रायंगल छ भने, कुनै एउटा इक्विलेटरल ट्रायंगल छ ए बी सी, इक्विलेटरल ट्रायंगल हुनुको मतलब यो साइड लेन्थ यो साइड लेन्थ यो साइड लेन्थ इक्वल छ भनेपछि यो इक्विलेटरल ट्रायंगलमा यो जुन लेट्स से कुनै एउटा पोइन्ट छ, ल यसलाई मैले अहिलेको लागि ए भन्ने ए होइन यसलाई एक्स भन्ने पोइन्ट मान्दिनु भने यो एक्स भन्ने पोइन्ट भनेकै जस्तै यहाँबाट मैले सरी परपेन्डिकुलर ड्रप दिएँ, यो परपेन्डिकुलर दिएँ, यो पनि मैले परपेन्डिकुलर दिएँ, यो पनि परपेन्डिकुलर दिएँ अहिलेको लागि है सिम्पली। अब मैले तीनटा परपेन्डिकुलर दिएँ भने एक्स भनेको के हुन्छ भने त अर्थोसेन्टर हुन्छ नि। तीनटा परपेन्डिकुलरको इन्टरसेक्सन भनेको अर्थोसेन्टर। तर इक्विलेटरल ट्रायंगलमा के हुन्छ भने अर्थोसेन्टर सर्कमसेन्टर सेन्ट्रोइड इनसेन्टर सबै एकै ठाउँमा हुन्छ भनेपछि एक्स भनेको अर्थोसेन्टर पनि हो, एक्स भनेको हाम्रो सेन्ट्रोइड पनि हो, अर्थोसेन्टरको नोटेसन हो, सेन्ट्रोइडको नोटेसन जी, त्यसपछि हाम्रो यो हाम्रो सर्कमसेन्टर नि हो, सर्कमसेन्टर नि हो भन्नुको मतलब यसलाई मैले आई माने अहिलेको लागि, सरी आई होइन सर्कमसेन्टर भनेको त सी हो नि। ल सर्कमसेन्टर नि हो, अनि यो भनेको हाम्रो अर्को के हो इनसेन्टर पनि हो, इनसेन्टर के हो हाम्रो आई पनि हो। भनेपछि यहाँबाट के बुझ्नु पर्यो भने नि इक्विलेटरल ट्रायंगलमा अर्थोसेन्टर सर्कमसेन्टर इनसेन्टर सबै एउटै पोइन्ट हो के, छुट्टा छुट्टै पोइन्ट हुँदैन। बुझ्यौ? खै कुरो बुझ्यो कि नै भन त? यो मैले भनेको चिज बुझ्यौ? एउटै पोइन्टमा लाइ गर्छ है इक्विलेटरल ट्रायंगलमा। सर यसमा छ नि सर कोइन्साइड भन्नाले कस्तो? कोइन्साइड भनेको कुनै एउटा पोइन्ट ए छ भने यो पोइन्ट भनेको तिम्रो अर्थोसेन्टर पनि इलाइ गर्छ, सर्कमसेन्टर पनि इलाइ गर्छ, सेन्ट्रोइड पनि इलाइ गर्छ, इनसेन्टर पनि इलाइ गर्छ, एउटै पोइन्टमा कोइन्साइड हुन्छ भनेको के, बुझ्यौ? के सर म अगाडि बढेँ है त। ल ल यो क्वेसन तिमीले ट्राई गर्ने है। द अर्थोसेन्टर अफ द ट्रायंगल विथ द भर्टिसेस यो तिमीले एकचोटि ट्राई गर त यो क्वेसन। स्क्रिनशटमा त लिने है, टाइम सकिन आँटिसक्यो त झ्यापझुप गरिहाल्नुपर्छ। अझै 2 3 4 5 वटा स्लाइड होला पछाडि। ल यो स्क्रिनशट लिया त। यो क्वेसन तिमीले ट्राई गर अनि भोलिको क्लासमा मलाई भन कति आन्सर निकाल्छौ तिमीले। अब हेर है त यस्तो ट्रायंगलमा अब यो कुन ट्रायंगल भनेर क्वेसनले भने हैन है। त्यही भएर तिमीले अब ट्रायंगल चेक गर्नु पर्यो। अहिलेसम्म हामीले अर्थोसेन्टर निकाल्ने दुईटा प्रोपर्टी पढ्यौं, एउटा राइट एंगल ट्रायंगलको प्रोपर्टी पढ्यौं, एउटा अहिले भर्खर मैले के प्रोपर्टी पढाएँ भने त इक्विलेटरल ट्रायंगलबाट नि प्रोपर्टी पढाएँ। भनिसकेपछि यदि यो ट्रायंगल इक्विलेटरल रहेछ भने त मैले यसको अर्थोसेन्टरै निकाल्न परेन। हेर सबसे सजिलो निकाल्न कुन छ भने त यो चारवटा मध्ये कुनै पनि ट्रायंगलको लागि सबसे सजिलो निकाल्न त सेन्ट्रोइड हो नि, हो कि नै भन त? तीनटाको कोअर्डिनेटको सम गर्ने डिवाइडेड बाइ 3 सजिलो छ सेन्ट्रोइड। भनेपछि यदि यो ट्रायंगल इक्विलेटरल ट्रायंगल रहेछ भने त यसको अर्थोसेन्टरको साटो मैले सेन्ट्रोइड निकाल्छु, र सेन्ट्रोइड भनेकै अर्थोसेन्टर हुन्छ। सो त्यही भएर तिमीले अब कुन ट्रायंगल हो सुरुमा पत्ता लगाउनु पर्यो, यो राइट एंगल ट्रायंगल हो कि इक्विलेटरल ट्रायंगल पत्ता लगाउनु पर्यो सुरुमा। अनि राइट एंगल ट्रायंगल रहेछ भने त जुन 90 डिग्री छ त्यही अर्थोसेन्टर हुन्छ। यदि इक्विलेटरल ट्रायंगल रहेछ भने तिमीले अर्थोसेन्टर निकाल्न परेन, सेन्ट्रोइड निकाल्ने, सेन्ट्रोइड भनेको अर्थोसेन्टर हुन्छ। किनभने चारवटै चिज एउटै पोइन्टमा कोइन्साइड भइसकेपछि हामीले सेन्ट्रोइड निकाल्नुको मतलब भनेको अर्थोसेन्टर निकाले जस्तो हुन्छ। ल अब इम्पोर्टेन्ट रिजल्ट यो त धेरै धेरै इम्पोर्टेन्ट छ। यहाँबाट हरेक तिम्रो आएको एक्जाममा एउटा न एउटा क्वेसन त आउँछ है, सिफ्टमा त नभनौँ, जे होस् यो क्वेसन चाहिँ आइरहन्छ यहाँबाट। ल अब क्वेसन के छ भने सेन्ट्रोइड डिवाइड्स द लाइन सेगमेन्ट जोइनिङ अर्थोसेन्टर एन्ड सर्कमसेन्टर इन 2:1 को रेसियोमा डिवाइड हुन्छ। भन्नुको मतलब जस्तै यहाँनेरि कुनै एउटा ट्रायंगल छ, अब यो कुनै जेनरल ट्रायंगल जे नि हुन सक्छ है। लेट्स से ए छ,
यहाँ बी छ, यहाँ सी छ। ल एबिसी छ होइन। अब लेट से अब हेर यो अघि हामीले के भन्यौँ, अर्थो सेन्टर, सेन्ट्रोइड र सर्कम सेन्टर अनि इन सेन्टर सबै एउटा पोइन्टमा लागि गर्छ। त्यो हामीले इक्विल्याटरल ट्रायंगलको केसमा भन्यौँ होइन। अब कुनै जेनरल ट्रायंगलको केसमा एउटै लाइनमा लागि गर्दैन, एउटै लाइनमा भन्नाले एउटै पोइन्टमा लागि गर्दैन, तर लाइन चाहिँ एउटै लाइनमा लागि गर्छ कि जहिले पनि। कुनै एउटा जेनरल लाइन छ, लेट से यो लाइन जे नै हुन सक्छ है। सो लेट से यहाँ मैले के मान्छु भने यहाँ हाम्रो अर्थो सेन्टर छ, यहाँ हाम्रो सेन्ट्रोइड छ, सरी सेन्ट्रोइड होइन यो के सेन्ट्रोइड होला। अनि त्यसपछि यहाँ हाम्रो सर्कम सेन्टर छ। मैले के भनिरहेको छु बुझ्छ है। जहिले पनि ओजिसी भनेको अर्थो सेन्टर, सेन्ट्रोइड र सर्कम सेन्टर जहिले पनि एउटै लाइनमा लागि गर्छ कुनै पनि ट्रायंगलको लागि एक्सेप्ट इक्विल्याटरल ट्रायंगल, बुझ्यो। सो अर्थो सेन्टर, सेन्ट्रोइड र सर्कम सेन्टर अलवेज लाई इन अ सेम लाइन, एउटै लाइनमा लागि गर्छ एक्सेप्ट इक्विल्याटरल ट्रायंगल, किनभने इक्विल्याटरल ट्रायंगलमा त सबै एउटै पोइन्टमा पर्ने भयो। अब यस्तो छ होइन भनेपछि अब यो फिगरलाई मैले यहाँ बनाउँछु है त। यो लाइनलाई यसरी उल्टाएँ, यहाँ के थियो अर्थो सेन्टर थियो, यहाँ के थियो हाम्रो सेन्ट्रोइड थियो र यहाँ हाम्रो सर्कम सेन्टर थियो होइन। यो लाइनलाई मैले यता ड्र गरेँ। अब हेर है त, यो जुन सेन्ट्रोइड छ नि, यो सेन्ट्रोइडले अर्थो सेन्टर र सर्कम सेन्टरलाई जोइन गर्ने लाइनलाई 2:1 को रेसियोमा डिभाइड गर्छ। भन्नुको मतलब ओ देखि जी सम्मको डिस्टेन्स र जी देखि जी सम्मको डिस्टेन्स भनेको 2/1 हुन्छ के। भन्नुको मतलब तिमीले अब इक्जाममा के फर्मुला लगाउँछु भने जी डिभाइड्स ओसी इन 2:1 को रेसियो इन्टरनली भनिसकेपछि तिमीले लगाउने भनेकै इन्टरनल डिभिजनको फर्मुला, बुझ्यौ। किनभने जी ले ओ र सी लाई 2:1 को रेसियोमा डिभाइड गरिरहेको छ भनिसकेपछि इन्टरनल डिभिजनको फर्मुला लगाउने, बुझ्यौ। यो वाला प्रोपर्टी बुझ्यो कि नै भन त। सर सुन्नु न सर, सर जस्तै कि हाम्रो इक्जाममा अब सर हो कि नै अब ओजिसी सर कति रेसियोमा चाहिँ डिभाइड भएको छ भन्ने बित्तिकै सर हामीले चाहिँ त्यो 2:1 मा सर चुकाइदिने हो। यस्तो हो, सुन इक्जाममा कस्तो हुन्छ भने यो तीनटा मध्ये एउटा दिएको हुन्छ, ओजिसी मध्ये एउटा दुईटा दिएको हुन्छ, एउटा निकाल्न पर्छ भनेपछि सेक्सन फर्मुलाबाट निकाल्ने हो कि, बुझ्यौ। नेक्स्ट क्वेसन आउँछ, यो सारा त नि क्वेसनमा अप्लाई गरेपछि जाने। तपाईले सर जुन 2:1 सर दिनुभएको छ नि रेसियो, विकास मास्टर के भन्यो तिमीले भनेको आउँदा हैन सर यसमा के सर 2:1 सर जुन चाहिँ रेसियो छ नि हाम्रो यो सर हाम्रो सर जहिले पनि ए रेसियो हुन्छ त? यही रेसियो हुन्छ सबै ट्रायंगलको लागि एक्सेप्ट इक्विल्याटरल ट्रायंगलको लागि यही रेसियो हुन्छ, बुझ्यौ। किनभने इक्विल्याटरल ट्रायंगलमा त तीनटै एउटै पोइन्टमा लागि गर्छ। ल अगाडि बढाइ त म। ल अब क्वेसन यसरी आउँछ के। ल दुईटा चीज दिएको हुन्छ, एउटा चीज निकाल्नु पर्छ। के दिएको छ त, अर्थो सेन्टर अफ द ट्रायंगल इज -3,5 भन्छ। अर्थो सेन्टर कति दिएको छ, -3,5 भन्ने अर्थो सेन्टर दिएको छ। सर्कम सेन्टर कति दिएको छ, 6,5 भन्छ। अब सेन्ट्रोइड निकाल्नु छ भनिसकेपछि हेर फिगर बनाउने फेरि आएको जस्तै यहाँ ओ हुन्छ, याद गर्ने ओजिसी यसरी याद गर्ने है, ओजिसी अनि 2:1 को रेसियो हुन्छ 2:1 भनिसकेपछि अर्थो सेन्टर कति दिएको छ -3,5। सर्कम सेन्टर 6,2 दिएको छ हैन सर? 6,2 र यो सेन्ट्रोइड कति दिएको छ 6,2, सरी सेन्ट्रोइड हैन सर्कम सेन्टर 6,2 दिएको छ भने अब क्वेसनले के सोधेको छ, सेन्ट्रोइड सोधेको छ भने यो x, y निकाल्नु पर्यो। भनिसकेपछि अब के गर्नु पर्यो भने त सिधै जी निकाल्न त हामीले सेक्सन फर्मुला युज गर्न मिल्छ नि हैन। 2:1 को रेसियोमा डिभाइड गरिरहेको छ भनेपछि मैले सेक्सन फर्मुला लगाउँछु जी मा। सो जी मा सेक्सन फर्मुला लगायो भने कति आउँछ भन्न त, युजिङ सेक्सन फर्मुला, युजिङ सेक्सन फर्मुला gxy भनेको के हुन्छ भन त। ल यो भनेको के हो, x1 y1, यो भनेको x2 y2 अनि m:n अथवा m:n अथवा m1 m2 मानौँ ल। m1 र m2 को रेसियो कति छ भने त m1:m2 भनेको 2:1 भन्छ। अब सेक्सन फर्मुला लगाउने भने जी को भ्यालु आइहाल्यो m1x2 प्लस m2x1 डिवाइडेड बाई m1 प्लस m2 m1y2 प्लस m2y1 डिवाइडेड बाई m1 प्लस m2। ठिक छ हैन। अब लगाइदियो भ्यालु, ड्याङ ड्याङ भ्यालु हाल्ने ल। सो m1 भनेको 2 इन्टु x2 भनेको 6 m2 भनेको 1 इन्टु x1 भनेको -3 डिवाइडेड बाई m1 प्लस m2 गर्ने भने 3 आउँछ। त्यसपछि m1 भनेको 2 इन्टु y2 भनेको 2 प्लस m2 भनेको 1 इन्टु y1 भनेको 5 डिवाइडेड बाई m1 प्लस m2 भनेको 3 हैन। यो गर्ने भने कति आउँछ 6 टु द 12 -3 भनेको 9 डिवाइडेड बाई 3
भनेको 9/3 भनेपछि हाम्रो भ्यालु कति आयो भने त 3,3 विच इज अप्सन बी। बुझ्यो होइन? सिम्पल छ है, त्यही हो कुरो। हजुर अनि त्यत्रो प्रोपर्टी के भन्छ भाइ? मैले अघिदेखि सेन्ट्रोइडले 2:1 को रेसियोमा डिभाइड गर्छ, अघिदेखि भनिरहेको छु त मैले। सर हाम्रो चाहिँ के सर अब इक्विलेटरलको केसमा सर कस्तो हुन्छ? इक्विलेटरलको केसमा यो डिभिजन हुँदैन। मैले भने त इक्विलेटरलको केसमा ओ पनि हुन्छ, यो पोइन्ट पनि जी नै हुन्छ, सी नै हुन्छ। सो त्यसमा यो कुरा आउँदैन कि डिभिजनको। सर राइट एंगलमा नि यही हो? राइट एंगल ट्रेंगलमा नि यही हो, एक्सेप्ट इक्विलेटरल ट्रेंगल हरेक ट्रेंगलमा यही वाला प्रोपर्टी लागु हुन्छ, यही वाला कुरा लागु हुन्छ के? बुझ्यो? सोध्नु जहिले पनि सेन्ट्रोइडै सोध्छ है? हैन यहाँ मध्ये जे नै सोध्न सक्यो नि, दुईटा दिएर तेस्रो निकाल्न मिलिहाल्छ नि। अनि सी निकाल्नु भन्यो भने एक्सटर्नल आउने हो र? हैन सी निकाल्न सोध्यो भने ल यही क्वेसनमा सी निकाल्न सोध्यो अरे, त्यो वाला के वाला फर्मुला लाउनु पर्छ के पखाइदा त्यसो भए। ल सुन है त, ओ -3,5 अनि यहाँ जी, ल लेट्स से जी दिएको छ अरे अहिले केसमा, जी हाम्रो 3,3 दिएको छ भने सी निकाल्नु पर्यो। सी कति निकाल्छौ? 6,2 सरी सी त निकाल्नु पर्यो हैन, x, y ठीक छ हैन? यस्तो गर्दा भयो, रेशियो हामीलाई थाहा हुन्छ हैन? सो तिमीले यस्तो गर्ने हो, तिमीले यही फर्मुला लगाउने हो, तर यहाँ चाहिँ सिधा सिधी जी बिचमा भएकोले निस्क्यो। तिमीले अब एक्सटर्नल डिभिजन लाउन पनि सक्छौ, एक्सटर्नल डिभिजन लाएर अलि लफडा नगर्ने, यसरी गर्दा सजिलो हो। 2:1 गर्ने। अब हेर 3,3 हामीलाई दिएको छ यसरी सेन्ट्रोइड भनेपछि अब लगाउनु पर्यो m1 x2, यो m1 m2 भनेपछि 2 into x अनि प्लस तिम्रो m1 x2 भयो, अनि m2 भनेको 1 into x1 भनेको -3 डिवाइडेड बाइ यहाँ 3 आउँछ, अनि कमा त्यसै गरी m1 y2 लाउनु पर्यो। सो 2 into y1 प्लस 1 into 5 डिवाइडेड 2 + 1 3 दुईटा आयो हैन? अब दुईटालाई इक्वेट गर्ने हो कि भनेपछि 3 × 9 भनेको 2x -3 भयो, भनेपछि 2x भनेको 9 + 3 12 भयो। x को भ्यालु कति आयो त? 6 आयो, भनेपछि हाम्रो सर्कम सेन्टरको 6 थियो त हैन? यो 6 थियो। त्यसै गरी अब सेकेन्ड इक्वेट गर्दियो, सेकेन्ड इक्वेट गर्दा 9 भनेको 2y + 5 हुन्छ, 9 है। सो 2y भनेको कति आयो? 4 आयो, भनेपछि y को भ्यालु कति आयो? 2 आयो, y को भ्यालु 2 आयो भनिसकेपछि हाम्रो 2 पनि मिल्यो। भनेपछि बुझ्यो हैन कसरी गर्ने छ? यो दुईटा दिइसकेपछि त्यस्तो निस्किहाल्छ के, यो सेक्सन फर्मुलाबाटै निस्किन्छ। बुझ्यो हैन? यस सर। ल अब थर्ड रिजल्ट यो अब आज भ्याइन्न होला, अब 2-3टा स्लाइड बाँकी छ, यो भोलि गरौँला, अनि त्यसपछि हामीले पेयर अफ स्ट्रेट लाइन सुरु गर्छौँ है त। ल आज क्लासमा कसैलाई केही सोध्न छ भने सोध, नभए म क्लास चेन्ज गर्छु। ल सबै स्लाइड हालिदिनु न त्यही पनि। हुन्छ बिहानदेखिको अहिले पढाएको अहिलेसम्मको म स्लाइड हालिदिन्छु। योभन्दा पहिलाको स्लाइड के देखाएर नि सर? योभन्दा पहिलाको स्लाइड एक्सटर्नल गरेर गर्यो भने एन्सर मिल्दैन हो? एक्सटर्नल गरेर मिल्छ। एक्सटर्नल गरेर तिमीले कुन रेसियो लिन्छौ भने त 2:1 को रेसियो लिने हैन नि त एक्सटर्नल गर्यो भने। एक्सटर्नल गर्यो भने त रेसियो कति हुन्छ थाहा छ? हेर तिमीले जीले डिभाइड गरेर छ भने रेसियो कति लिनु पर्यो थाहा छ? यहाँदेखि वहाँसम्मको रेसियो 1 भयो। अब सी देखि ओ सम्मको रेसियो लिँदाखेरि त तिमीले कति लिनु पर्यो थाहा छ? 3:1 को रेसियो लिनु पर्यो के। बुझ्यौ? किनभने 1 + 2 3 हो नि त, सी देखि नाप्नु पर्यो नि त तिमीले रेसियो लिँदाखेरि। सी देखि जी भनेको 1 भयो। हैन सी मिल्दैन, तिमीले एक्सटर्नल डिभिजन लाउनै मिल्दैन, किनभने एक्सटर्नल डिभिजन लाउन त सीले डिभाइड गरेको हुनु पर्यो। मिल्छ होला, 3:1 लगाऊ त। यहाँ 1 लियो, यहाँदेखि यहाँसम्मको डिस्टेन्स 1 लियो, अनि यहाँदेखि यहाँसम्मको रेसियो 3 लियो। 1:3 या 3:1 लियो भने मिल्ला, तर त्यसरी नगर्ने, तिमीहरू इक्जाममा झुकिन्छ मात्रै, त्यसरी नगर। यसरी गर, यो लामो छ र छोटो छ त? हैन सोधे मात्र। एक्सटर्नल लायो भने 3:1 भनेको तिमीले सी बाट रेशियो मेजर गर्नु पर्यो नि त। सो सी देखि जी सम्म 1 छ, अनि सी देखि ओ सम्म कति छ टोटल लिनु पर्यो नि त, 2 + 1 3 भनेपछि एकचोटी 3:1 लगाउ त मिल्छ होला सायद। 3:1 लगाएर गर नि, मलाई भन नि त एन्सर आयो भने। ल अघि कसले पछाडिको स्लाइड भन्दै थियो, यो स्लाइड भन्यो होला है त, यो स्लाइडै आउँछ। अब धेरै सबै नगरौँ, केही छ सोध्ने भए सोधिहाल, नभए म क्लास इन गर्छु अनि स्लाइड हाल्दिम। ल केही छ अरु सोध्नुपर्ने? भिडियो अपलोड गर्दिन भन्नु, त्यो लाइन गइहालेको थियो सर। ए ल भिडियो आउँछ, दिउँसोसम्म आउनु पर्यो सर। त्यो लास्टको 3टा स्लाइड पनि नछुटाइ हाल्दिनु। हुन्छ ल यो पनि हालिदिन्छु मैले। यो तिमीले हेर सर र यो केही छैन, सर र रिजल्ट जस्तो मात्रै हो,
त्यसले पढ्न नि सक्थ्यो। त्यही पनि म भोलि सरलाई डिस्कसन गर्दिनँ 10-15 मिनट जति। ल बाई सबैलाई त्यसो भए। बाई सर, हेभ अ गुड डे।